सम्पूर्णलाई गुड मर्निङ नमस्कार भन्न चाहन्छु। म यति बेला धरान महानगरपालिका वडा नम्बर 13 जानकी चौकको दृश्य हो यो। अहिले बिहानीको 6 बजिरहेको छ। म नियमित जीवन विज्ञान केन्द्रको स्वामी चोक सेन्टरबाट योगा गरेर आफ्नो निवास फर्किरहेको छु। यहाँहरू देख्न सक्नुहुन्छ यो हाम्रो जानकी चौक यो जानकी चौक हुँदै सर्दु खोला सिन्डे डाँडा भ्यू टावर जाने बाटो हो यो। यहाँ देख्न सक्नुहुन्छ यो जानकी चौक। जानकी माताको दर्शन गरौँ। जानकी माताको मूर्ति छ यहाँ। 0 पोइन्ट जाने बाटो हो यो। हाम्रो सीसी क्यामेरा छ सुरक्षा त। जानकी चौक यसै गरी पार देखिएको धरान 20 चिन्डे डाँडा सर्दु खोलाबाट घुमेर मान्छेहरू आइरहेको अवस्था छ। बोर्ड रहेको स्थान मेरो निवास स्थान हो भने यताबाट तपाईहरू देख्न सक्नुहुनेछ यो झोलुङ्गे पुल देवी मार्ग जाने बाटो, जहाँ झोलुङ्गे पुल पनि रहेको छ, जहाँ मा जगत जननी मन्दिर रहेको छ। त्यसको पारी काली खोला हुँदै चिन्डे डाँडा जान सक्नुहुनेछ। अनि यतापट्टि रहेको छ भ्रिकुटी पथ। यो भ्रिकुटी पथ रहेको कुरा यहाँलाई देखाउन यो भ्रिकुटी पथ हुँदै तपाईहरू धरान 16 नम्बर वार्ड जोरसक्का रेलवे पुग्न सक्नुहुनेछ भने यता गोपाटाम पनि जान सक्नुहुनेछ। त्यसै गरी यो हाम्रो प्यारो ठाउँ मेरो निवास रहेको छ। भलेसी किराना स्टोर, भलेसी किराना कोल्ड ड्रिङ्क्स, त्यस्तै जानकी सामुदायिक टोल सहर समितिको बोर्ड रहेको छ मेरो घरमा। अनि मेरो पसल रहेको छ। त्यसै गरी म घर आइसकेको छु।